चाहिँ बर्दिया चोकबाट लाग्यो माछा मार्नु एकछिन यहाँ रोक है हामीले माछा मार्नु जाँदैछु है भाइ सालो र म सालोले फाइनली हिले भनेको यहाँ गौँडा पारेछ है यहाँ देखाउ त अलि नजिक देखाउ त ल ए छोडे यहाँ एउटा भयो है सालोको गौँडा परे फर्स्ट पनि मेरो एउटा परे फर्स्ट पनि ल सालो त्यहाँ खेल्दैछ म यहाँ मेरो साल चाहिँ उताबाट घोगी टिपेर आइरहेको छ है कति घोगी टिपेर्ने खै कति मार्यो कति टिप्यो 1.5 किलो चाहिँ होला के हो कालो न कालो देख्छ कालो त देख्छ त कालो तल राख त लु हेर्नु कालो न कालो न ए एक पासी त भएछ यार अच्छा म हट ल गइसक्यो भने के रङ ल हेर्नुस् गाइस यहाँ हामीले चाहिँ आज अब माछा यसरी मारिसक्यो हाम्रो त्यो लागि छाकिसक्यो माछा मार्ने यो यन्त्र त्यही हो सबै षड्यन्त्र यही हो यति मारिसक्यो हामीले एकैछिनमा अनि यहाँ घोगी पनि छ यो भित्र झोलाभित्र छ घोगी चाहिँ हामी चाहिँ खाजा खाने बेला हो खाजा साजा यहाँ चाहिँ खाजा छ यहाँ अब खाजा खाने त्यसपछि घरतिर लाग्दिनँ अनि आजको लागि भयो अझै यहाँ माछाहरू पनि भएको छ अझ कतिसम्म माछा खाइदियो त ल्याउ आयो माछा ए ऊ ल माछा त अझै यति टन्नै छ तर हामीलाई यति भयो यहाँ थापिरहेछ यहाँनिर त्यहाँ टन्नै माछाहरू तर यहाँ छेउछेउमा आएको क्या माछाहरू आजलाई हामीलाई कोटा पुगिसक्यो हे भगवान तेरी लीला अपरंपार है अब खाजाको व्यवस्था हुँदैछ यहाँ हाम्रो माछाहरू त्यहाँ पुरै सिक्युरिटी भएर बस्छ बेलुका ट्याक्क लगाएर खाने हो ल सालो र माछा है यो चाहिँ अर्को चिरिट्या हो यो पनि बल्छीमै पारेको यसलाई पनि माछा हेर यहाँ माछा कति तपाईँहरू मार्न सक्नु आउनुहुन्छ करेन्टले चाहिँ मार्न पाउँदैनन् यसरी मार्नु चाहिँ पाइन्छ है ल कौन है ये लोग कहाँ से आते हैं ल नीलगाई यहाँ नीलगाई गाई यो चाहिँ जङ्गलको गाई म त ऊ पो भन्नु जिराफ छ देखेछ फाइनली गाई चाहिँ नीलगाई देखेँ हामीले पर ऊ सारी भयो तर्सिला नि फेरि तान्नु तान्नु ओ माय गॉड आउँछ तान्यो यस फाइनली पर्यो फाइनली पर्यो क्याकडा पर्यो क्याकडा अभी मजा आएगा ना भिड़ो टोक्छ टोक्छ
त्यसको यहाँबाट त्यही हाल्नु कि एकैचोटि तान्नु 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 अहिले माल ठुलै माल परेको के हो अर्केको त होइन दोरी मालै परेको के छ साँप हो क्या के पर्यो ओ बाफरे ककडा कति ठुलो अहि जस्तै रहेछ हौ त्योभन्दा ठुलो यो दोरीमा अलि क्या त्यहाँ दोरीमा आम्मम यस्तो तानेको कि त्यसले दोरी लट्ठी ल्याउनु लट्ठी यो ढुङ्गाले ढुङ्गा पहिला त यहाँ नहाल्नु त हुँदैन माथि निकाल्नु सक्दैन कचक पार्ने लु जहाँ भाग्यो होला नि भागेर त ए बाफे यस्तो भागेर थियो ओ आम्मा कति बडा रहेछ त्यो त त्यो झार सबै निकाल्नु त्यो गयो उतातिर पौडा दियो अर्को ल्याउँछु त्यहाँ थाल आम्मम यो त खानु पनि सक्दैन होला यो त कता भाग्यो यो त्यसकै हो र यो त्यसैको त कता भाइ यत्रो छ होला हातमा चेप दिला पत्र खाऊ यो त पस्यो दुलमा पस्यो यो त मार्छ होला त्यो भित्र छिरिसक्यो नि निस्किन्छ र गरेर त छोड जतान आयो फाइनली भेट भयो केटा हो फाइनली भेट भयो झोला खाऊ झोला छिरिसक्यो छोड्यो नि यार छोडे ओइ छोड एउटा हातले मात्रै ताने गुचाइदिउँ आऊ त वाह आयो एउटा मात्रै पढेको क्या खोइ म तान्दिनँ तपाईँ कुच्याउनु फुत्यो त आम्मा अघि जत्रै हो अझै सानो यस फाइनली लो फाइनली हामी चाहिँ मोटा भोगी मारेर आइपुग्यो हामी केकडा पनि छ अनि अभी मजा आएगा ना भिड़ो भोगी पनि छ अलि अलि हल्का